के तपाईँको पनि छोरी छ? छोरी छ भने यो भिडियोलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला है त। छोरीलाई हरेक कुरामा सुरक्षित हुन सिकाइन्छ, सक्षम हुन सिकाइन्छ, आत्मनिर्भर बन्न पनि सिकाइन्छ। तर मेरो एउटै प्रश्न छ, छोरालाई कहाँबाट, कसरी र कसले सिकाउने? छोरीलाई सावधान भएर हिँड, आफ्नो सुरक्षा गर भन्नुभन्दा पहिले छोरालाई कसैलाई पनि असुरक्षित हुने गरी व्यवहार नगर है भनेर सिकाउन जरुरी छ। छोरीलाई डरबाट बाँच्न होइन, छोरालाई गलत सोच र व्यवहारबाट बस्न सिकाउनु पर्ने बेला आएको छ। त्यसैले छोरीलाई मात्र बलियो बनाउँदैमा समाज सुरक्षित हुँदैन, छोरालाई पनि असल, जिम्मेवार र मर्यादित बनाउन जरुरी छ।